विदेश चौथो वर्षका विद्यार्थीलाई विदाई गर्ने आजको यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथि, सम्पूर्ण अतिथि आदरणीय गुरुहरू, विदेश फोर्थ इयरका तपाईँ सम्पूर्ण मेरा आदरणीय साथीहरू र विदेश थर्ड इयरका सम्पूर्ण साथीहरू, सम्पूर्ण उपस्थित महानुभावहरू, सबैलाई म हार्दिक नमस्कार प्रकट गर्न चाहन्छु। आज म तपाईँ सबैको अगाडि उभिएको छु र मैले खुसी र दुखी एकैपटक हुनु परेको छ र लाग्छ खुसी र दुखी एकैपटक हुनु एउटा मान्छेको जिन्दगीमा बिरलै हुने कुरा पनि हो। म खुसी यस कारण छु कि मलाई यस भव्य विदाई समारोहमा मन्तव्य राख्नको लागि बोलाइएको छ। म तिलक भाइ र विवेश खरियाप्रति आभारी छु। दुखी यस कारण छु कि सुर्खेत मोडल कलेजको औपचारिक कार्यक्रममा यो मेरो अन्तिम मन्तव्य हो र कसैलाई गुड बाई भन्नु वास्तवमै निकै अप्ठ्यारो काम हो। तपाईँहरूबाट छुटिएर जान म र हाम्रो विदेश फोर्थ इयरलाई पक्कै निकै गाह्रो हुनेछ। म तपाईँहरू सुर्खेत मोडल कलेज सुर्खेत मोडल कलेज परिवार, कलेजको संस्थापक सदस्यहरू, आदरणीय गुरुहरू, आदरणीय विद्यार्थी साथीहरू, आदरणीय कर्मचारीहरू कति सहृदय हुनुहुन्थ्यो। अहिले त्यता जान चाहन्न, बिस्तारै भन्दैछु। मलाई लाग्छ हामीले अबका दिनमा यतिका प्रिय जुनियर नपाउन सक्छौँ। अबका दिनमा यति आदरणीय गुरुहरू नपाउन सक्छौँ। तपाईँहरू जतिका आत्मीय र तपाईँहरू जतिका हातमा हात दिने साथीहरू हामीले खोजेर पनि नपाउन सक्छौँ। बीबीएसको फोर्थ इयरको विद्यार्थीको रूपमा मात्र नभएर सुर्खेत मोडल कलेज स्टुडेन्ट काउन्सिलको स्थापनादेखि सक्रिय रही करिब 2.5 वर्ष यसको नेतृत्व गरेको हुनाले मैले जुनियर ब्याचसँग बढी नै सङ्गत गरेको छु, बढी नै कुरा गरेको छु, बढी नै साथमा हिँडेको छु। तपाईँ विदेश छडिएका सम्पूर्ण साथीहरू भन्नुहोला, हामीले फोर्थ इयरबाट धेरै सिकेका छौँ। त्यति मात्र होइन, मैले पनि तपाईँहरूबाट धेरै कुरा सिकेको छु। हाम्रो विदेश फोर्थ इयरले पनि तपाईँहरूबाट धेरै कुरा सिकेको छ। विभिन्न फरक विषयमा विदेश तेस्रो वर्ष मेरो लागि र समग्र विदेश चौथो वर्षको लागि प्रेरणाको स्रोत बनेको छ। तपाईँहरूसँगको यो 3 वर्ष, हामी आएको 4 वर्ष र तपाईँहरू आएको सहित अहिलेसम्मको 3 वर्षको सहयात्रामा तपाईँहरूको उपस्थिति कहिल्यै अभाव भएन र सधैँ हामी एउटै परिवारका सदस्य भइ नै रह्यौँ। र अहिले पनि म तपाईँहरूको अगाडि उभिएको छु र मैले सोचिरहेको छु मेरा प्रिय साथीको अगाडि, मेरो आत्मीय जुनियरको अगाडि र मेरा समाजनीय गुरुको अगाडि यसरी उभिएर आफ्नो कुरा राख्न पाउनु मेरो लागि अहोभाग्य हो। अब म सुर्खेत मोडल कलेजसँगको सम्झनातिर आउन चाहन्छु। कलेजमा रहँदा ती सम्पूर्ण गतिविधिहरू जो तपाईँहरू र हामीहरू सँगै मिलेर गरेका छौँ, ती चाडपर्वहरू जुन हामीले कलेजमा सँगसँगै सेलिब्रेट गरेका छौँ, ती सेमिनारहरू, ती वार्षिक उत्सवहरू, ती सभा समारोहहरू, ती सबै मेरा जीवनका अविस्मरणीय घटनाहरू हुन्। ती कुराहरू मैले कहिल्यै बिर्सने छैन र विदेश फोर्थ इयरले पनि कहिल्यै बिर्सने छैन। म सुर्खेत मोडल कलेज स्टुडेन्ट काउन्सिलको संयोजक हुँदा गरिएको भारतीय हस्तक्षेप विरुद्धको नाकाबन्दी विरुद्धको हस्ताक्षर सङ्कलन होस्, भूकम्प पीडितको लागि कलेजका विद्यार्थीहरूले खाजा खर्च कटाएर गरेको सहयोग होस्, युवा अभियानसँगको सहकार्यमा गरिएको युवा सफल श्रृङ्खला YDS होस्, विभिन्न शुभकामना आदान प्रदान कार्यक्रमहरू, विभिन्न बधाई कार्यक्रमहरू सबैमा मलाई र स्टुडेन्ट काउन्सिललाई, मलाई र सुर्खेत मोडल कलेजको विदेश फोर्थ इयर अहिलेको फोर्थ इयर अध्ययनरत विद्यार्थीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुभएको छ। म तपाईँहरूलाई हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु। म रहन्जेल वा मेरो अस्तित्व रहन्जेल म यहाँहरूलाई कहिल्यै बिर्सन सक्ने छैन। यो संसारको ध्रुव सत्य कुरा हो कि हामीले चाहौँ वा नचाहौँ केही कुरा कुनै न कुनै समयमा अन्त्य धेरै थाक्छ। आजभोलि जब हामी छुट्टिने दिनहरू नजिकै आए, अब त मोडल कलेजमा पढ्न धेरै दिन छैन है भन्ने लाग्यो। मैले साँच्चै अन्त्यलाई मन पराउन छाडेको छु।
यिनलाई मन पराउन छाडेको छु, विदाईलाई मन पराउन छाडेको छु। मैले नचाहेर हुँदैन, अन्त्य त निश्चित छ, छुट्टिनु निश्चित छ। हामीले विदेश किताबहरू बन्द गर्न सायद 1.5-2 महिना मात्रै बाँकी छ। औपचारिक परीक्षा सकिसकेको छ। हामीले गुबाई भन्ने दिन आइसके, हामीले भविष्यको अर्को सिँढीमा चढ्ने दिन आइसके। जीवनको आफ्नै आयाम छ, पेट छ, जीवनमा कारण र परिणाम छ। जीवनमा सबैभन्दा धेरै नचाहेर केही हुन्छ भने मिस्टेक हुन्छ। गल्तीदेखि विचलित हुनु हुँदैन, गल्ती हुन्छ पटक पटक। र मलाई लाग्दछ जिन्दगीको सबैभन्दा ठुलो प्रगति र उत्कृष्टताको जगमा गल्तीको सिमेन्ट हालिएको हुन्छ। हुनसक्छ तपाईँ हामीले त्यति धेरै पाउन नसकौँला जति हामीले अनुमान गरेका छौँ। कसलाई के थाहा जीवनले मान्छेलाई कहाँ लान्छ। जीवनको बाटो लामो छ र हरेक यात्रामा प्रत्येक सिँढीहरू आफैका गन्तव्यहरू हुन्। हामीले 4 वर्ष लगाएर मुस्किलले एउटा सिँढी उठेका छौँ। जीवनको यात्रा सुरु हुन्छ। भोलिको यो जिल्ला, यो प्रदेश, यो देश र यो भोलिको यो प्रदेश, यो देश र यो संसार नेतृत्व गर्ने व्यक्तिहरूलाई यसो टाउको उठाएर हेर्दा आज यस कार्यक्रममै देखिएका धेरै अनुहारहरू देख्यौँ। म त्यो पनि शुभेच्छा प्रकट गर्न चाहन्छु। म भर्खरको मान्छे, म आफूलाई सानो भन्नमा एकदम खुसी हुन्छु। म त्यति फिलोसोफिकल कुरा पनि जान्दिनँ। मैले 12-13 वर्षको उमेरमा एउटा किताब पढेको थिएँ। मैले किताबको नाम चाहिँ बिर्सेँ। त्यहाँ लेखेको एउटा लाइन चाहिँ मलाई याद छ। हुनसक्छ अङ्ग्रेजीमा मैले कण्ठ गरेको अन्तिम र पहिलो र अन्तिम लाइन त्यो मात्रै अहिलेसम्म कण्ठ गरेको। त्यसमा एउटा शब्द थियो, एउटा लाइन थियो, अलवेज रिमेम्बर वेयर यु आर गोइङ, अलवेज रिमेम्बर वेयर यु आर गोइङ बट नेभर फर्गेट वेयर यु केम फ्रम। अर्थात् सधैँ सम्झिराख तिमी कहाँ जाँदैछौ, तर यो नबिर्स तिमी कहाँबाट आएका थियौ। अब म केही व्यक्तिगत कुरा पनि जोड्न चाहन्छु। गणेश ढकाल भाइ जो आज यस कार्यक्रममा उपस्थित हुन सकेका छैनन्, उनलाई म धेरै सम्झिरहेको छु। रुचि विषय क्षेत्र धेरै कुरा मिल्ने भएकाले उनीसँग निकटता बढाएको छ र मेरो प्रिय साथी बनाइदिने काम गरेकोमा म सुर्खेत मोडेल कलेजलाई पनि आभार प्रकट गर्न चाहन्छु। शङ्करजी, उहाँलाई म जन्मदेखि नै चिन्छु। उहाँ आफैमा एउटा प्रेरणा हुनुहुन्छ हाम्रो लागि पनि। तिलक भाइ, दुर्गा बहिनी, क्रान्ति बहिनी, तपाईँ सबैलाई सम्झिरहेको छु। भौजा ग्रुप जोसँग मैले हिजो साथीहरूलाई धेरै सम्झिरहेको छु। र अरू सम्पूर्ण साथीहरू, तपाईँ सम्पूर्ण साथीहरू, विदेश छडिएका सम्पूर्ण साथीहरू, म तपाईँहरूलाई व्यक्तिगत रूपमा चिन्दछु। म सबैसँग बोलेको पनि छु र सबैको बारेमा धेरै केही कुरा थाहा छ। सम्पूर्ण साथीहरूलाई म धेरै धेरै सम्झिरहेको छु। नाम लिनु सम्भव भएन। म सुर्खेत मोडेल कलेज स्टुडेन्ट काउन्सिलको संयोजक रहँदा मलाई काम गर्न, हातमा हात मिलाउन सहयोग गर्नुहुने काउन्सिलका सम्पूर्ण साथीहरूलाई म कहिल्यै बिर्सने छैन। विदेश थर्ड इयरमा पनि कोही साथीहरू हुनुहोला जसलाई कुनै न कुनै रूपमा कहिल्यै कुनै कुराले मेरो कुराले नकारात्मक असर परेको होस्। म उहाँप्रति हार्दिक क्षमा प्रार्थी छु। म यहीँबाट मेरो आदरणीय दाइ सुर्खेत मोडेल कलेज स्टुडेन्ट काउन्सिलका पूर्व संयोजक रमेश उपाध्यायलाई धेरै धेरै सम्झिन चाहन्छु। विशेष कारणवश उहाँ आज यहाँ उपस्थित हुन सक्नु भएन। म अझै उहाँको छायामा हिँडिरहेको छु। म अझै उहाँले बनाएको बाटोमा हिँडिरहेको छु। उहाँको ममताले सल्बलाइरहेको छु। मेरो आदर्श व्यक्तित्व आदरणीय दाइ रमेश उपाध्यायलाई म यहाँबाट सम्झिन चाहन्छु, मेरो शिरमा राख्न चाहन्छु। म आदरणीय सम्पूर्ण गुरुहरूलाई सम्झिन चाहन्छु। क्याम्पस प्रमुख गणेश आचार्य सर, अध्यक्ष सर, त्यसै गरी आदरणीय पूर्व क्याम्पस प्रमुख देवेन्द्र कुमार वाग्ले, आदरणीय सरहरू मेरो लागि सधैँ सम्मानित हुनुहुन्छ। पूर्व क्याम्पस प्रमुख भीम खड्का सर, केशव खड्का सरप्रति मेरो उच्च सम्मान छ। अमर सर, सिंह सर, विमल सर, दीपक सर, बब्लु सर लगायत यहाँ उपस्थित हुनुभएको सम्पूर्ण सरहरूप्रतिलाई म हार्दिक सम्मान गर्न चाहन्छु। आदरणीय नारायण सर जो आफैमा एक कुशल मोटिभेसनल स्पिकर हुनुहुन्छ, उपस्थित भइसक्नु भएको छैन अहिलेसम्म, उहाँप्रति मेरो हृदयमा उच्च सम्मान छ। सुरज भण्डारी सर जसको कन्भिन्सिङ क्षमताको म सधैँ प्रशंसक रहे र रहनेछु। अन्य आदरणीय गुरुहरू जसले मलाई र हामी बीच 4औं वर्षका विद्यार्थीहरूलाई 4 वर्षसम्म अध्यापन गराउनु भयो, उहाँहरूलाई सधैँ हृदयमा राख्नेछु। मोडेल कलेजमा रहनुभएका अर्जुन दाई, लक्ष्मी म्याम, भगवती म्याम, दर्लामी अङ्कल, पुलामी अङ्कल, धनसरी दिदी लगायत सबैलाई सधैँ म सम्झि नै रहनेछु। हाल BBS दोस्रो वर्षमा
हाल बीबीएस दोस्रो वर्षमा र प्रथम वर्षमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरू जो आजको यस कार्यक्रममा उपस्थित भएका छैनन् उनीहरू सम्पूर्णलाई पनि म धेरै धेरै सम्झिरहेको छु। म 4 वर्षसम्म एउटै क्लासमा एउटै इयरमा सँगै पढेका साथीहरूलाई सम्झिन चाहन्छु। दुईवटा मदन सापकोटा, मदन लामिछाने, श्याम, अग्नि, सन्तोष, भीम, लोकेश, सुमन, मनोज, खेम, सीता, ममता, पूजा, अनिता, तारा, सगुन, माला लगायत म सबैलाई सम्झिन चाहन्छु। सबैको नाम लिन सम्भव भएन। हामीले 4 वर्षको बिचमा सुर्खेत मोडेल कलेजमा केही छुट्टीहरू बसालेका छौँ, केही नयाँ गर्ने प्रयत्न गरेका छौँ। हरेक अभियानको नेतृत्वकर्ताको हिसाबले म भन्न चाहन्छु, तपाईँहरू मेरा प्रिय र सहृदयी साथीहरू नभएको भए मैले केही पनि गर्न सक्ने थिइनँ। यहाँहरूप्रति मेरो हार्दिक सम्मान छ। सुर्खेत मोडेल कलेजलाई धेरै दिन सकेका छैनौँ हामीले। मैले पनि केही दिन सकिनँ होला, तर कलेजले हामीलाई धेरै दिएको छ। आफ्नो एजुकेसनल करियरको महत्त्वपूर्ण समय 4 वर्ष यही बिताएका हाम्रो परिचय र भविष्यको सबैभन्दा बलियो पिल्लर सुर्खेत मोडेल कलेज बनेको छ। जगदम्बा सिमेन्ट भन्दा पनि बलियो हाम्रो करियरको सुर्खेत मोडेल कलेज त्यति बलियो पिल्लर बनेको छ। म सुर्खेत मोडेल कलेज परिवारप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। विगतका दिनहरूमा म र मेरो साथीहरूको तर्फबाट कुनै कमजोरी भएको छ भन्ने यहाँहरूलाई लागेको छ र कमजोरी भएकै रहेछ भने पनि त्यो आफ्नै छोराछोरीले गरेको भुल सम्झेर यहाँहरूले माफी दिनुहुनेछ। म माफी माग्न चाहन्छु। सुर्खेत मोडेल कलेजको अवधिभर आदरणीय गुरुहरूको मन दुखाउने केही कुरा बोलिएको रहेछ भने पनि म त्यसप्रति क्षमा प्रार्थी छु। प्रशासनिक काम गर्दा गर्दै कहिल्यै आएर प्रशासनमा रहनुहुने कर्मचारीहरूलाई केही नराम्रो भनिएको रहेछ भने पनि म त्यसपछि क्षमा प्रार्थी छु। हामी मोडेल कलेज शैक्षिक यात्राबाट मात्र अलग्गिँदै छौँ। कलेजसम्मको यात्रा त बाँकी नै छ। तसर्थ निकट भविष्यमा हाम्रो सुन्दर भविष्य निर्माणको लागि मोडेल कलेज परिवारको निकै महत्त्वपूर्ण सहयोग हुनेमा म आशावादी छु। म आज लामो समय बोलेको छु। सुर्खेत मोडेल कलेज आएदेखि लगभग सबै कार्यक्रममा उद्घोषकको रूपमा बोलेको म आज आफ्नो मन्तव्य राख्न पाउँदा धेरै बोल्न गएको छु। म आयोजक र आयोजकको समयप्रति संवेदनशील छु। तिलक भाइप्रति क्षमा प्रार्थी छु। म यस विशेष समारोहको अवसरमा हामीले छोडेर जान लागेको यस घडीमा म भन्न चाहन्छु, साँच्चै मलाई, हामी सबैलाई, तपाईँ सम्पूर्ण साथीहरू र सुर्खेत मोडेल कलेजप्रति गर्व छ। आदरणीय गुरुहरू जसले हाम्रा हरेक नयाँ काममा अभियानमा साथ सहयोग र समर्पण छ, त्यो सदा स्मरणीय रहनेछ। म चाहन्छु तपाईँ सम्पूर्ण विद्यार्थी साथीहरूको नाममा सुर्खेत मोडेल कलेजले गर्व गर्न सकोस्। म चाहन्छु तपाईँले मोडेल कलेजमा ठुलो योगदान गर्नुहुनेछ। धेरै योगदान त भएकै छन्, गर्नुभएकै छ। अब जे बाँकी छन् त्यो योगदान पनि तपाईँहरूले गर्नुहुनेछ। सुर्खेत मोडेल कलेजको नाम यस प्रदेशमा, यस देशमा र सकिन्छ भने यो संसारमै परिचित गराउनुहुनेछ, त्यो आशा पनि म व्यक्त गर्न चाहन्छु। सधैँ आफ्नो तर्फबाट राम्रो गर्नुहोस्, हतोत्साहित नहुनुहोस्, दुखी निराश केही नहुनुहोस्। सधैँ सम्झनुहोस् अरूले तपाईँलाई घृणा गर्न सक्लान्, तिनीहरूले तबसम्म तपाईँलाई जित्दैनन् जबसम्म तपाईँले उनीहरूको घृणा गर्नुहुन्न। घृणाको बदलामा प्रेम दिन सक्नुपर्छ भनेर रिचार्ड एन निक्सन भन्ने अमेरिकी राष्ट्रपतिले पनि भनेका छन्, पूर्व राष्ट्रपतिले। र हामी उच्च आशाका साथ बाँचेका छौँ, असल मनसाय लिएर बाँचेका छौँ। हाम्रो मनमा त करुणाको खानी छ, मानवीयता बोकेर हिँडेका छौँ। करुणाको खानी छ कसरी? हामीले भूकम्प पीडितलाई सहयोग गरेका छौँ, अप्ठ्यारा परिस्थितिहरूमा आफ्नो साथीहरूलाई सहयोग गरेका छौँ। अध्ययन मात्रै सार्थक होइन, म भन्दिनँ अध्ययन मात्रै सार्थक होइन, अध्ययन मात्रै सार्थक होइन, अरू पनि केही कुराहरू छन्। जीवनमा सके जति, भेटे जति, पहुँचमा पुगे जति धेरै कुराको नजिक हुनुहोस्। पत्रिका पढ्नुहोस्, इमेल इन्टरनेट चलाउनुहोस्, साथी बनाउनुहोस्, सामाजिक सेवामा सक्रिय रहनुहोस्, देश बुझ्नुहोस्, विदेश बुझ्नुहोस्। दिनको एकपटक समाचार सुन्दैमा एक्जाममा 10 नम्बर कम आउँदैन। दिनको 1 घण्टा फेसबुक चलाउँदैमा एक्जाममा एउटा नुमेरिकल बिग्रिने पनि होइन। आफ्नो परिवारले राम्रो भनेका आफ्नो परिवारले नराम्रो मानेका कुराहरू त्यागिदिनुहोस्। परिवारभन्दा ठुलो केही पनि छैन। आफ्नो परिवारले भनेका कुराहरूलाई मान्दै आफ्नो जिन्दगी, आफ्नो आत्माले के भन्छ त्यो कुरामा हामी सम्पूर्ण साथीहरूले ध्यान दिउँ। हाम्रो साथीहरूले जो हामी बिबिएस 4th इयर बिदा भएर जाँदैछौँ र बिबिएस 3rd इयर सबैलाई मैले शुभकामना दिन चाहन्छु। चलिआएका कुरा जे छन् त्यसलाई व्यवस्थित गर्नुहोस्, बुबा आमाको आकाङ्क्षा पुरा गर्नुहोस्, आदरणीय गुरुहरूले देखाएको बाटोमा अगाडि बढ्नुहोस्। सबैलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। र अन्तिममा जानुभन्दा अगाडि महात्मा गान्धीको एउटा भनाइ यहाँ राखेर म जान चाहन्छु। देयर आर नो गुड बाइज फर अस, wherever you are, you will always be in my heart. Okay, धन्यवाद।